यो घर हो, घरमा मालिक हुन्छ नि त्यसलाई पर्मिसन माग्नुहुन्छ। हरेक रुखमा रबर चुइन्छ भने यहाँ सबतिर झोला रहेछ। त्यो एरिया चाहिँ हामीले सोचेको भन्दा एकदम ठुलै छ, एकदम ठुलो छ होइन। यो चोप यसरी आएर चाहिँ यहाँनिर झर्दा रहेछ। जुन हामी चाइनिज रबर यसरी हान्छौँ सेम त्यस्तो भएर छ। तर यहाँबाट चाहिँ हामी यसरी पनि निकाल्छ। तर स्वागत छ तपाईँहरू मेरो नयाँ ब्लगमा। नि आजको ब्लग एकदम इन्ट्रेस्टिङ हुनेवाला छ, किनकि आजको ब्लगमा हामी भिजिट गर्नेवाला छौँ रबर प्लान्ट, रबर ट्री। रबर प्लान्ट ट्री भन्नाले चाहिँ कस्तो भन्दाखेरि चाहिँ ट्रीमै रबर निक्लिन्छ क्या। जस्तो हामी चाइनिज रबरहरू खेल्छौँ त्यस्तो रबर बनिन्छ, अनि पेपरहरू पनि सायद यहीँबाट बनिन्छ। अनि त्यो ठाउँ हामी भिजिट गर्नेवाला छौँ, त्यो रुखबाटै रबर निक्लिन्छ क्या। त सोच्दाखेरि नै कस्तो अचम्मै लागिरहेछ, किनकि म सायद अहिलेसम्म म त्यहाँ गएको पनि छुइनँ। अनि म तपाईँलाई आज त्यहाँ कस्तो हुन्छ देखाउनेवाला छु। अनि हामी चाहिँ अब त्यही बाटो जान्छौँ अहिले, किनकि यो बाटो पनि यस्तो छ क्या, जङ्गल बाटो छ। त्यो एरिया नै जङ्गलमा छ क्या, किनकि रबर प्लान्ट ट्री त जहीँ त्यही हुँदैन नि त। त्यसो चाहिँ यो जङ्गल भएको ठाउँमा छ, गाउँमा छ यो ठाउँ। सो अनि आज म पनि हेर्छु, तपाईँहरूले पनि देखाउँछु। सो जाउँ, हामी यही बाटो पुगिन्छ होला। सो यहाँदेखि कहाँसम्म पुग्नुपर्ने मलाई चाहिँ आइडिया थाहा छैन, तर यो बाटो जाउँ अनि अगाडि भेटिन्छ होला। सो लेट्स गो। सो अनि अहिले चाहिँ हामी जङ्गल बाटो जान्छौँ त्यो ठाउँमा। सो त्यहीँ गएर हेरौँ, अनि यो भिडियो लास्टसम्म हेरौँ होला, किनकि यो मजा आउँछ यो भिडियोमा, कस्तो के हुन्छ थाहा पाइन्छ। सो अनि अहिले चाहिँ हामी त्यो ठाउँ आइसक्यौँ जहाँ हामी भिजिट गर्नेवाला छौँ रबर प्लान्ट, रबर ट्री नै होला। यहाँदेखि चाहिँ हाम्रो छिर्नुपर्ने हुन्छ। अनि यो सायद यो घर हो, यो घरमा त्यो मालिक हुन्छ नि त्यसलाई पर्मिसन माग्नुहुन्छ। अनि यहाँनिर यस्तो तारहरू छ, यो तार चाहिँ के भन्दाखेरि हात्ती आउने धेरै डर हुन्छ, यसलाई छियो भने फिक्स करेन्ट लाग्छ। त्यसरी निहुरे जान्छौँ हामी, किनकि यहाँ हात्ती धेरै आउँछ क्या, हो त्यही भएर चाहिँ यहाँ सेफ्टी रहेछ। तर हामी यहाँ छिरिसकेको छौँ, तर यो घरमा पुरो यसरी ताला लगाएको छ। अब हामी पर्मिसन माग्न कसैलाई माग्नु पनि हो, यहाँ कोही होइन, त्यसैले हामी कल नसुतिकन जान्छौँ। अनि अब के हुन्छ कालो यहाँको मान्छे त्यहाँ घाँस काट्नु हुन्छ जस्तो लाग्छ मलाई। सो त्यहीँ जाउँ। अनि यस्तो पनि रहेछ क्या यो। सो यो छ, हामी त्यहाँ गएर अङ्कललाई पनि सोध्छौँ हेरौँ के हुन्छ। करेन्ट लाग्दैन नि मान्छेले, करेन्ट होइन यो रबर निकाल्ने हो कि यो बोटुका हो कि। सो अनि अहिले चाहिँ हामी रबर ट्री जङ्गल हामी पुरै छिरिसकेको छौँ। अनि यो एरिया एकदम ठुलो छ, हामी त्यहाँबाट छिरेको नि। यहाँ वरिपरि सब त्यस्तै मात्र छ क्या। अनि यहाँबाट चाहिँ मैले हेर्दाखेरि चाहिँ हरेक रुखमा रबर चुइन्छ भने यहाँ सबतिर झोला रहेछ। हेर्नु होला त्यहाँ सबै झोला रहेछ। अनि अब चाहिँ हामी यहाँ गएर चाहिँ उति हामी एउटा अङ्कल देखिरहेको छौँ, त्यहाँ गएर हामी घाँस काटिन्छ, सायद यहाँको मालिक होला, त्यहाँ गएर बुझौँ। डेली निकाल्छ यो रबर, डेली निकाल्छ यहाँबाट। ए त्यो जङ्गल धेरै लामो छ क्या। अङ्कललाई सोद्धाखेरि पनि त्यो अङ्कल पनि यहाँको चाहिँ काम गर्ने चाहिँ होइन अरे, मतलब यहाँको हेरचाह गर्ने मान्छे चाहिँ होइन अरे। अङ्कल पनि यहाँको गाउँको मान्छे अरे। अनि गाउँको मान्छे भएपछि अङ्कलले घाँस काट्न आउनुभएको छ। अनि अङ्कललाई सोद्धाखेरि चाहिँ के यहाँको सिन चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ हरेक दिन यहाँबाट चाहिँ त्यो हुन्छ नि रबर निकाल्छ क्या, त्यो चोप निकाल्छ जहाँबाट चाहिँ रबर बनिन्छ। त्यो एरिया फेरि यति ठुलो छ नि, हामी कहाँ त्यहाँबाट आएको, त्यहाँ देखाएँ मैले तपाईँलाई सुरुमा। अनि अझै यता अगाडि पनि छ क्या पुरै यो सबै एरिया। अनि यो एरिया चाहिँ हामीले सोचेको भन्दा एकदम ठुलै छ, एकदम ठुलो छ होइन। यो पुरै ठुलो छ क्या यो एरिया चाहिँ। यहाँ पनि सकिएन, अझै कहाँ छ यो। अनि अहिले चाहिँ हामी जङ्गल छिरिसकेको छौँ। जङ्गल छिरेर पनि हामी यहाँनिर चाहिँ सब वेल मेन्टेन तरिकाले रोपेको रुखमा चाहिँ हामी आइसकेको छौँ। यहाँनिर सबै लयमा रोपेको छ क्या, एउटै ठाउँमा रोपेको छ, एकदम छलपस्ट गरेर रोपेको छैन, ठक्क एउटा मेन्टेन गरेर रोपेको छ। अनि सो यहाँदेखि चाहिँ अब हेरौँ यहाँनिर रुखमा कसरी निकाल्दा रहेछ, किनकि अघि हामी त हेर्दै आयौँ तर प्रपर हामीले हेरेको छैनौँ क्या। सो म तपाईँलाई भिडियोमा पनि हेर्छु, देखाउँछु पनि कसरी चाहिँ यहाँनिर गर्दा रहेछ। सो अलिक ठुलो एरियामा जाउँ जहाँनिर चाहिँ त्यो छ। सो यता आइयो। अनि अहिले चाहिँ हामी यो रुखमा आइसकेको छ। अनि यो जङ्गलमा चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँनिर दुई प्रकारको चोप राख्ने ठाउँ बनाएको छ, एउटा प्लास्टिकको अनि एउटा यस्तो बटुकाको। यो बटुका पनि होइन, यो चाहिँ उतो हो क्या प्लास्टिकको जस्तै हो। अनि यहाँनिर चाहिँ के सिन्छ भन्दाखेरि चाहिँ यसरी राखिदिन्छ। अनि यहाँबाट जुन चोपहरू हुन्छ नि, यो चोप यसरी आएर चाहिँ यहाँनिर झर्दो रहेछ। यहाँ भर्खरै यसो गरेको छ यहाँनिर। अनि यो चाहिँ सिम्पल के होइन, यो यस्तो हो। यसलाई चाहिँ हामीले फेरि यसरी गाड्न सक्छौँ, ठक्क यहाँबाट चुहेर यहाँ झर्दो रहेछ। सो अहिले चाहिँ यो बटुकामा चाहिँ केही पनि छैन, किनकि यहाँको मान्छेहरूले चाहिँ बिहान आउँदो रहेछ क्या यस्तो यो चोपहरू कलेक्ट गर्नको लागि। मैले अघि नै भनिहालेँ, यहाँनिर चाहिँ डेली मान्छेहरूले बिहान डेली यहाँनिर निकाल्छ। त्यसैले चाहिँ बिहानै मान्छे आउँदा चाहिँ बिहानै निकालिसक्यो, त्यसैले यो खाली छ। सो अब जाउँ अर्को प्लास्टिकबाट। प्लास्टिकमा कस्तो हुन्छ, प्लास्टिक चाहिँ यही छ क्या, यो प्लास्टिक चाहिँ यस्तै हो। अनि यहाँनिर प्लास्टिक पनि यस्तै जम्मा पारेको छ, यहाँनिर जम्मा हुन्छ। त्यसै यहाँनिर प्लास्टिक पनि त्यसरी जम्मा हुन्छ। अनि प्लास्टिकको मुनि यस्तो पनि छ यहाँनिर, ठक्क यहाँ चोप झर्दै रहेछ। सेम रबर छ क्या फेरि, यो सेम रबर छ यो। यसले सुकेको छ कि। अनि यसले चाहिँ यहाँनिर यसरी रबर निकालेछ, यहाँनिर पुरै सुकेको छ क्या रबर, यसरी पुरै काँचो छ अलिकति सुकेको होइन।
निकाल्ने तरिका पनि बेग्लै छ। यस्तो रुख भयो भने रुखलाई ठक्क यहाँनिर काट्छ अनि काटेको अनुसार यहाँबाट सरर यहाँ यसरी निकाल्छ। यहाँको दिमाग सही हो। अनि यहाँको मान्छेहरू चाहिँ अहिले हामी भेटिँदैन अरे, यहाँ मान्छे भेट्नको लागि मान्छेलाई सोध्नको लागि बिहान आउनुपर्छ। अनि सो त्यही यहाँको सिन चाहिँ अनि यहाँनिर हेरेर चाहिँ मजा नै आयो। यसो थाहा पाइदियो यसो हुँदो रहेछ भनेर, किनकि अहिलेसम्म म आएको पनि थिइनँ। सो त्यही रबर प्लान्ट यहाँनिर चाहिँ फेरि सबै थोक यहीँबाट बन्छ अरे, र साइकलको ट्युब, बाइकको ट्युब, चाइनिज रबर सबै यहीँबाट हुन्छ। यहाँबाट चाहिँ हामी यसरी पनि निकाल्छ, तर यो निक्लिँदैन। धेरै काट्नुपर्छ। ए यहाँबाट निक्लेर रबर चाहिँ यसरी निक्लिँदो रहेछ हामीलाई थाहा पाइयो। यहाँ चोपबाट त्यो काटेर अनि त्यहाँनिर चोप यसरी बटुकामा यसरी राखेर अनि रबर बनाउँदो रहेछ। अनि यो रबर चाहिँ हरेक दिन यहाँबाट निकाल्छ र हरेक दिन बिहान निकाल्छ। सो हामीले यहाँ रबर यसरी निकाल्छ हामीले त्यो थाहा पाइयो। अब यहाँदेखि हामी त्यही हेर्नको लागि आएको थियौँ। सो यहाँदेखि अब हामी जाँदैछौँ। हामीले चाहिँ यहाँ थाहा पाइसकेको छौँ कसरी यहाँनिर रबर बन्दा रहेछ भनेर। अनि मलाई यहाँ आएर पनि मजा आयो, मतलब हेर्न मजा आयो, थाहा पायो यसरी हुन्छ भनेर। सो मलाई सोध्न चाहन्छु यसलाई कस्तो लाग्यो यहाँ हेरेर, किनकि अहिलेसम्म त यसले पनि हेरेको छैन, मलाई थाहा छ कस्तो लाग्यो हेरेर। कस्तो लाग्नु मतलब अब थाहा पायो नि त्यतिको हुन्छ भनेर यो। अनि हाम्रो सदन त्यहाँ छ। अनि सो यहाँदेखि चाहिँ हामी जान्छौँ। यो देखाउने म हेर्न आएको थिएँ स्पेसली चाहिँ, मलाई यो अस्ति देखेको थिएँ, मलाई यो हेर्न मन थियो क्या, त्यसरी हामी आएको थियौँ। सो अनि त्यही हो नि आजको ब्लग, सानो मिठो यहीँसम्म भयो, टुङ्गिन्छ। अनि I hope you guys that enjoy this video. If you guys did, make sure to like, subscribe my YouTube channel. I see you guys in the next video. Bye. Thanks for watching.